यो रोड पारिपट्टिको काठमाडौँ अवस्थित रानी पोखरी हो। राजकुमारको मृत्यु भएपछि रानी निकै शोकमा परिन्। रानीलाई सान्त्वना दिनको लागि विक्रम सम्वत 1725 राजा प्रताप मल्लले बनाएको मानिन्छ। पोखरीको बीच भागमा शिखर शैलीमा बनेको बाल गोपालेश्वर मन्दिर देख्न सकिन्छ। यो मन्दिर वर्षको एकचोटि भाइटिकाको दिन खोलिन्छ र हिजो आज छठ पर्वमा पनि यो पोखरी सर्वसाधारणको लागि खुला गरिन्छ। कति सुन्दर देखिएको छ रानी पोखरी। यसको पश्चिमपट्टि घण्टाघर रुखले छेकिएको छ र पूर्वपट्टि तपाईँ देख्न सक्नुहुन्छ दरबार हाई स्कुल। यो भूकम्पपछि पुनर्निर्माण गरिएको हो। यो बाटो ठमेल, दरबार मार्ग, महाराजगञ्ज लगायत जान सकिन्छ। फेरि रानी पोखरी, सुन्दर रानी पोखरी र यो तपाईँलाई मैले ओभरहेड ब्रिजबाट यसको छायाङ्कन गरिरहेको छु। यो पारिपट्टिको जुन देखिरहनु भएको छ यो रत्न पार्क हो। रत्न पार्कको हरिबिजोग छ, त्यति सुन्दर छैन। यो ठुलो नयाँ बिल्डिङ देख्दै हुनुहुन्छ, यो वीर हस्पिटल हो। वीर हस्पिटलको यसको पारिपट्टि अर्को पुरानो ब्लक छ। गाडी र मोटरसाइकलको भिड देख्न सक्नुहुन्छ तपाईँ। धन्यवाद।